दर्शकवृन्द, नेपाली चलचित्र क्षेत्रका नम्बर 1 नायक एक्सन स्टार समीर भट्टको धमाकेदार चलचित्र बलिदान फिल्म यही असोज 13 गतेबाट देश तथा विदेशभरि तहल्का मचाइरहेको छ भने बलिदान चलचित्र आजबाट बक्स अफिस कलेक्सनमा 7औं दिनमा प्रदर्शन भइरहेको छ। बलिदान चलचित्र प्रदर्शन भएको आज 7औं दिनसम्म आइपुग्दाखेरि बलिदान चलचित्रले कति करोडको बक्स अफिस कलेक्सन गर्यो त आज म यही कुराको बारेमा चर्चा गर्न गइरहेको छु। भिडियोलाई पुरा हेर्नुहोला। यदि हजुरले हाम्रो च्यानललाई सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। दर्शकवृन्द, नेपाली चलचित्र क्षेत्रका नम्बर 1 नायक भनेर हामी एक्सन स्टार समीर भट्टलाई चिन्न सक्छौँ र एक्सन स्टार समीर भट्टको धमाकेदार चलचित्र बलिदान फिल्म यही असोज 13 गतेबाट देश तथा विदेशभरि प्रदर्शन भइरहेको छ भने बलिदान चलचित्रले यतिखेर देश तथा विदेशभरि चारैतर्फ तहल्का मचाइरहेको छ र बलिदान चलचित्रलाई दर्शकहरूले एकदमै धेरै मन परिराख्नु भएको छ। बलिदान चलचित्र हेर्नु भएको सबै दर्शकहरूले बलिदान चलचित्र नेपाली चलचित्र क्षेत्रकै सबैभन्दा ऐतिहासिक फिल्म बनेको भन्दै बलिदान फिल्मको बारेमा दर्शकहरूको एकदमै धेरै राम्रो रिभ्यूहरू आइरहेको छ। जस कारणले गर्दाखेरि यतिखेर बलिदान चलचित्रले दिनहुँ बक्स अफिस कलेक्सनमा तहल्का मचाइरहेको छ भने बलिदान चलचित्र जस्तो यसअघि नेपाली चलचित्र क्षेत्रमा कहिले पनि बनेको थिएन। बलिदान चलचित्र जस्तो फिल्म नै आज बनेको थियो, न त भोलि नै बन्छ। बलिदान फिल्म एकदमै खतरनाक बनेको छ र बलिदान फिल्म आजबाट बक्स अफिस कलेक्सनमा 7औं दिनमा प्रदर्शन भइरहेको छ भने आज प्रदर्शन भएको 7औं दिनमा पनि बलिदान चलचित्र देशभरि राम्रै बक्स अफिस कलेक्सन गर्ने देखिरहेको छ र बलिदान चलचित्र आज प्रदर्शन भएको 7औं दिनसम्म आइपुग्दाखेरि बलिदान चलचित्रले कति करोडको बक्स अफिस कलेक्सन गर्यो त्यो भने यो फिल्मको निर्माण टिमले अहिले सार्वजनिक गरेको छैन। हामीलाई प्राप्त डाटा अनुसार बलिदान चलचित्रले प्रदर्शन भएको 7औं दिनसम्म आइपुग्दाखेरि 6 करोडभन्दा माथिकै बक्स अफिस कलेक्सन गरेको अनुमान लगाएको छ। अब निर्माण टिमबाट कति कलेक्सन सार्वजनिक हुन्छ त्यो पनि हेर्न बाँकी नै छ। आज प्रदर्शन भएको 7औं दिन पनि देशभरि राम्रै बक्स अफिस कलेक्सन गर्ने देखिरहेको छ।